विवाह गर्दाखेरि गुण मिलान अथवा कुण्डली म्याचिङको कुरा त सुन्नुभएको होला। टोटल कति गुण हुन्छन् र कति गुण मिल्नु पर्दछ त्यसको बारेमा जानौँ है त। टोटल हुन्छन् 36 गुण हुन्छन्, 36 हुन्छन् र त्यसमध्ये कमसेकम पनि 50% 18 गुण 18 गुण मिल्नुपर्ने हुन्छ है। त्यति मिल्यो भने चाहिँ राम्रै अन्डरस्ट्यान्डिङ बन्दछ, राम्रै टोन बन्दछ एकअर्काको बिचमा भन्ने कुरा हो। यसमध्ये 3 कुराहरू महत्त्वपूर्ण हुन्छन् गुण मिलानमा। एउटा त गण, अर्को फकुट र अर्को नाडी। र नाडीलाई सबभन्दा धेरै प्रायोरिटीमा राखिएको छ है। नाडी चाहिँ स्पेसल्ली कसैको पनि यदि मध्य नाडी जुधेको छ भने सकेसम्म त्यसलाई एभोइड गर्ने भनिएको छ। र नाडीका क्यान्सलेसनका पनि थुप्रै कुराहरू हुन्छन् र गणले चाहिँ व्यक्तिको स्वभावलाई देखाउने गर्दछ है। अनि भकुटले चाहिँ अन्डरस्ट्यान्डिङ लेभल कतिको रहन्छ भन्ने कुरालाई विशेष म्याटर गर्दछ भने नाडीको थुप्रै कन्सिक्वेन्सेस हुन्छ हेल्थसँग रिलेटेड र बच्चासँग सम्बन्धित कुराहरूमा नाडीको विशेष प्रभाव पर्छ भनिएको छ। र कुण्डली म्याचिङ गरेर के कति मिल्दछ त्यो अनुसार अगाडि बढ्न सकिन्छ र कुनै केसमा चाहिँ रेमेडीहरू उपायहरू गरेर पनि अगाडि बढ्ने स्थिति बन्न सक्दछ।